नमस्कार साथीहरु, ज्ञानढुङ्गा युट्युब च्यानलमा तपाईलाई स्वागत छ। स्नो रिभर्स लिमिटेडले वैशाख 29 गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओ आवेदन जेठ 1 गते अन्तिम दिन थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी 93 करोड 75 लाख रुपैयाँको 20% अर्थात् 18 करोड 75 लाख रुपैयाँ बराबरको 18 लाख 75 हजार किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 9 लाख 37 हजार 500 किता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 93,750 किता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेको नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। त्यस्तै कम्पनीले 46,875 किता शेयर सामूहिक लगानी कोषहरूका लागि र 18,750 किता शेयर कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको थियो। अब भने दोस्रो चरणमा कम्पनीले प्रति किता 100 रुपैयाँ अंकित मूल्यका 7 करोड 78 लाख 12,500 रुपैयाँ बराबरको 7 लाख 78 हजार 125 किता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। सो आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने थियो भने अधिकतम 1000 किताका लागि आवेदन दिनुपर्ने थियो। आइपिओ निष्कासनको लागि गरिएको रेटिङ इक्रा नेपाल कम्पनीलाई इक्रा एनपी इन्स्योर रेटिङ BB+ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको 13.5 मेगावाटको सुपर काबेली खोला जलविद्युत आयोजनाको कुल लागत 2 अर्ब 71 करोड 90 लाख 85 हजार रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 20 करोड 14 लाख 14 हजार रुपैयाँ रहेको छ। जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 31 वर्ष 2 महिना बाँकी रहेको छ भने यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 8.17 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 15.77 रहेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिए आसबा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आसबा प्रणाली मार्फत आवेदन दिन सकिने थियो। अब हामी कुरा गरौँ यस कम्पनीको आइपिओ बाँडफाँडको रिजल्ट र ओपनिङ प्राइस कति हुन्छ भनेर कुरा गर्नु पर्दा यो कम्पनीको शेयर आइपिओ रिजल्ट आइपिओ बन्द भएको 7 देखि 10 दिनभित्र बाँडफाँड हुने गर्दछ। यस कम्पनीको ओपनिङ प्राइस अर्थात् सुरुको कारोबार मूल्य यस कम्पनीको प्रति शेयर नेटवर्थ 2081-82 अनुसार 105 रुपैयाँ 6 पैसा रहेको छ भने अब सुरुको कारोबार 105 रुपैयाँ 6 पैसादेखि यसको 3 गुणा 316 रुपैयाँ 8 पैसा अनुमान गर्न सकिन्छ। यस्तै अरू पनि आइपिओ सम्बन्धी जानकारीमूलक भिडियो हेर्न यो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। भिडियो हेरी अन्तिमसम्म साथ दिनुभएकोमा हजुरहरूलाई सबैलाई धन्यवाद।